हेलो गाइज नमस्कार सबजनालाई स्वागत छ हाम्रो यस भिडियोमा। आज चाहिँ हामी यहाँ घाम ताप्न आएको। घाम चाहिँ ठिकै लागेका छन्। यता कान्छी छ, यता म छु। अनि हामीले यसो ध्यान दिएको कुरा के पोहोर साल हिमाल छ नि, यो हिमाल छ नि, जति हिमाल देखिया छ यो जति हिमाल छ अहिले हिउँ हेर्नु कति राम्रो छ, कति राम्रोसित हिउँ परिरहेछ। अनि पोहोरको साल चाहिँ खासै हिउँ परेकै थिएन नि त। माछापुच्छ्रेमा त पुरा टोटली माछापुच्छ्रे कालै थियो कि, त्यो पत्थरहरू मात्र देखिएको थियो। अनि हिउँ चाहिँ परेकै थिएन क्या। अहिले चाहिँ जो पोहोरदेखि पुसदेखि परेको हो क्या है, पुस कि माघदेखि परेको हो हिउँ। त्यति बेलादेखि बल्ल पर्न सुरु गरेको, अहिलेसम्म परेकै छ। जस अहिले चाहिँ अहिले पनि ढाकिरहेको छ। यो कुरा चाहिँ मैले ख्याल गरेको थिएँ, किनभने पोहोर चाहिँ त्यति राम्रो हिउँ परेन, अहिले हिउँ पऱ्यो। जोस् भन्न खोजेको मैले है ख्याल गरेको कुरा यो चाहिँ ठिक छ। चिसो पनि अहिले पोहोरभन्दा अलि बढी भयो जस्तो मैले ख्याल गरिरहेको छु। तपाईँहरूलाई कस्तो महसुस गरिरहेको छु, तपाईँले चाहिँ कस्तो लागिरहेको छ कुरा यहाँ बताउनु होला कमेन्टमा। आजको लागि चाहिँ यति नै, धन्यवाद। हामी चाहिँ यहीँ पोखरामा छौँ, यता घाम तापेर बसेको, यता कपडा सुकाएका छन्, यतातिर हिमाल छ, यतातिर कान्छी छ, यतातिर म छु। गुड बाई।